साथीहरु सबैजनालाई नमस्ते। वेलकम छ दीर्घ भ्लगमा सबैजनालाई। अनि त्यसको साथसाथै आज मैले घरैमा हरियो मकै कसरी पोलेर खाने भनेर आज मैले तपाईहरुलाई देखाउन गइरहेको छु। सजिलै हामीले घरमै हरियो मकै चाहिँ आनन्दले पोलेर खान सक्छौं भनेर मैले हेर्नु खोस्टेसँग ल्याएको छु। तपाईहरुलाई देखाउन गइरहेको छु। भिडियो लामो हुन सक्छ, अन्तिमसम्म हेर्नु होला। तपाईहरुले दीर्घ भ्लगलाई यदि सब्स्क्राइब गर्नु भएन भने सब्स्क्राइब गर्नु होला, किनकि यस्तो नयाँ नयाँ भिडियोहरु तपाईहरुले चाहिँ छिटै जानकारी पाउनुहुन्छ मैले युट्युबमा अपलोड गर्ने बित्तिकै। अब भिडियो हेर्दै जानु है त। अब सुरु गरौँ है त। सुरुमा मकैलाई यसरी मकै धेरै ल्याएको छैन। आज मैले यसरी जुन मकै घरमै पोलेर खान चाहिँ आज मैले यहाँ पहिलोचोटि सुरुवात गर्न गइरहेको छु। यो फर्स्ट टाइम हो। आज कस्तो हुन्छ तपाईहरुलाई देखाएर म भिडियो यहाँ अन्तिमसम्म हेर्नु होला। हजुरहरुलाई मैले देखाउने छु पोलेर खाँदा घरमा। फेरि केमा पोल्ने भने यो चाहिँ एयर फ्रायरमा मैले पोल्छु, किनकि हामी यो अपार्टमा यहाँ पोलेर खाना गर्न ठाउँ छैन। अब खोस्टा मकैलाई वास गर्छु। हरियो मकैलाई यसरी राम्रोसँग वास गर्नु होला। हेर्नुस् जुङ्गाहरू केही छ त? केही पनि छैन नि हैन। टक्कल यसरी राम्रोसँग वास गर्नु होला। हेर्नु होला यसरी। अब यो एयर फ्राईमा चाहिँ मकै अब हामीले त आगोमा भौरोमा मजाले पोलेर खाएको हो। अब आज पहिलो दिन चाहिँ मैले यसरी ट्राई गर्न गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला कस्तो हुन्छ होला। आज मैले चाहिँ यो एयर फ्राईमा मकै पोल्दैछु। एयर फ्राई मार्फत अब कस्तो हुन्छ हजुरहरूले भिडियो अन्तिमसम्म हेर्नु होला। हजुरहरूलाई पनि यस्तै हरियो मकै चाहिँ पोलेको खान मन लाग्यो भने एयर फ्राईमा राखेर तपाईहरुले चाहिँ पोलेर खान सक्नुहुन्छ। तपाईहरुलाई देखाउन गइरहेको छु, हेर्नु होला। एयर फ्राईमा तपाईहरुलाई हेर्नु सरल। वाउ, दामी भाषा पोलेको जस्तै भाषा। हाम्रो चाहिँ एयर फ्राई अहिले सानो छ, त्यस कारणले गर्दा अरू 2 पिस अटेको छैन। यसलाई फेरि यो पाकेर निकालेपछि मैले अफ गरिदिएँ। देखाइसकेको छु मकै होइन कस्तो। फेरि यो 2 पिसलाई $20 मिनट लाउँछु। हरियो खोर्सानी र मकै तपाईँलाई कतिको मन पर्छ? हरियो नुन खोर्सानीसँग सरर अब मकै मजाले बसेर खाने। हजुरहरूलाई पनि यस्तै नै पोलेको त अब हजुरहरू आफ्नो स्वाद है। आगो पोलेको त सबैलाई मनपर्छ। अब कहाँ गएर पोल्ने त? कि बार्बिक्यू गर्ने जानु पर्यो होइन, कि आफ्नो घरको उसमा स्पेस हुनु पर्यो? हामी चाहिँ अब अपार्टमा बस्ने भएको कारण चाहिँ हाम्रो अपार्टमा चाहिँ नभएर चाहिँ हामी यस्तो एयर फ्रायरबाट पनि चाहिँ खायौँ, यसरी पोल्यौँ खानको लागि। अनि उसिनेर पनि खान सकिन्छ। टेस्ट गर्नको लागि थोरै लिएर आएको थियौँ, तर अब अहिले खाएर कस्तो हुन्छ त्यो पनि म तपाईँहरूलाई देखाउँछु है। अब हामी चाहिँ मकै यहाँ सरर खान तयार हुँदैछौँ। आऊ 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 नलजाइकन आऊ के केही हुन्न। अब हामी खाना सुरु गर्छौँ। कस्तो छ भन्ने कुरा अवश्य छोडाएर खाँदैछौँ। दामी छ नुन खोर्सानी, हरियो नुन खोर्सानी पिरो पिरो यसरी मकै छोडाउँदै टक्क यसरी मकै अलिक कलिलो भएर चाहिँ छोडिनु नमाल्दो रहेछ। बिस्तारै बिस्तारै थोरै थोरै गरेर छोडाउने अनि चट्ट पारेर चाहिँ
अनि नुन खुवाएँ टक्क दामी। र तपाईँहरूले पनि टेस्ट गर्नु होला। एयर फ्रायरमा एकदम मिठो हुँदो रहेछ मकै, पुरै पोलेको जस्तै छ। हेर्नुहोस् एकदम दामी छ। सबैजनालाई थ्याङ्क यू सो मच। इन्जोय गर्नुहोस् हजुरहरूले नि।